तपाईहरु कफी खान सक्नुहुन्छ यहाँनिर पब्लिक वाशरूम छ यतातिर अनि चाहिँ म छु मेरो क्यामेराम्यानहरु विकास दाइ हुन्छ आज रोशन दाइ छुट्नु भयो काममा को यहाँ त्यस्तो हैन क्या दाइ फुल छ मस्त हैन त्यसपछि यहाँ सट्टै राउन्ड हानेछ केले ओरीकोमा आउनु भयो भने तपाईँ गाइस आज फेरि हामी ओरीक्यू घुम्न आयौं विकास दाइ म भएर आज हामी ओरीक्यूको सिन देखाउँछौँ कस्तो छ त ओरीक्यू हामी चाहिँ आज यो साथीहरु लिएर सोशल फिनान्स अफिसमा आएको नेपालदेखि नयाँ केटाहरु आउनु भएको छ उहाँहरुलाई चाहिँ सोशल फिनान्स अफिसमा काम थियो लिएर आएको आज हामी फेरि साथीहरुलाई अफिसमा छोडेर हामी चाहिँ घुमघामतिर लागिरहेछौँ फुल इन्जोयमा जसमा चाहिँ आज बिर्सेछ मेरो गाडीमा पुगेर पनि तर्काले बिर्सेछु ल यो चाहिँ मेन सिटीको आउने बाटो हो यहाँनिर चाहिँ अनि ठ्याक्क तपाईहरु चाहिँ ओरीको आउनुभयो भनेपछि अब पाउनु भएन भनेपछि चाहिँ तपाईहरु म देखाउँदैछु त्यहाँबाट आउनु सक्यो भने यो ठ्याक्कै यो ओरीक्यूको रहने बाटो सिधा स्ट्रेट बाटो यसको रहनेबाट ठ्याक्कै यता अपोजिट साइडमा चाहिँ यहाँबाट तपाईहरु आउनुभयो भनेपछि ठ्याक्कै यसको माथि चाहिँ सोशल फिनान्स अफिस यता माथिबाट छ अहिले हामी मस्त घुमिरहेको छौँ ओरीक्यूमा तर ओभरअलमा ओरीक्यू राम्रो ठाउँ छ सिटी राम्रो छ सुन्दरता एकदम रमाइलो छ रमणीय छ आउनुहोस् घुम्नुहोस् आफ्नो सोशल फिनान्सको कामसँग गर्नुहोस् जानुहोस् हैन एकदम सोशल फिनान्स पोलाइटली बोल्छ एकदम राम्रो काम एकदम त्यो चाहिँ हुँदैन आज हुँदैन भोलि हुँदैन त्यस्तो हुँदैन राम्रोसँग मजाले काम हुन्छ आउनु सक्नुहुन्छ तपाईँ घुम्नलाई ओरीक्यूमा यो पार्किङ एरियाहरू यो अब यहाँ तपाईँको यहाँ नजिक यतातिर ब्याङ्कहरू पनि छ ब्याङ्क आइछ ब्याङ्कहरू हरेक ब्याङ्कहरू छ इन्टरमार्सीहरू सबै छ सपिङ गर्न मिल्छ फलफुल बेच्ने यहाँनिर यो बच्चाहरूको लागि स्कुल होला मेबी यो चाहिँ गाडी पार्किङ गर्ने एरिया तपाईँहरूले गाडी पार्किङ गर्ने अब त हिँड भने यता लिएर गाडी पार्किङ गर्न सक्नुहुन्छ पुरै पार्किङ एरिया यो चाहिँ होइन यो त पार्किङ एरिया मैले भन्छ ए राउन्ड बोर्ड यस्तो दामी ब्युटिफुल राउन्ड बोर्ड छ यहाँनिर चाहिँ दामी मन पर्यो राउन्ड बोर्ड चाहिँ कफी सप गाई तपाईहरु कफी खान सक्नुहुन्छ यहाँनिर पब्लिक वाशरूम छ यतातिर अनि यो चाहिँ कफी सप हो कति थप्यो बेजाला धेरै सफा निट एन्ड क्लिन एकदम जताततै क्लिन सरसफाई अभियान चल्ला छ आज हिजो छुट्टी भएको कारणले हामी रुवादो पाको भन्ने पार्कतिर आउँदैछ हामी टेलछौँ साथी हो म छु मेरो क्यामेराम्यानहरु विकास दाइ हुन्छ आज रोशन दाइ छुट्नु भयो काममा आज लाइक कमेन्ट गरेर विकास दाइको सुट कस्तो छ हेरौँ न गाइस है
मस्त यो फुटबल ग्राउन्ड देखिन्छ वर्कियुको छ। यहाँ चाहिँ पानी पिउने है धाराहरू छ। यहाँ चाहिँ यो राजाको मूर्ति छ। कतिको हो यो है 25 दी जुलाई अनि के छ 1139 को छ। पठाउँछ है यस्तो छ। यो चाहिँ सबभन्दा स्पेसल मलाई लागेको चाहिँ यो हो कि गाई चाहिँ बब्बाल के यस्तो हेर्नु टक्क यहाँ त्यस्तो होइन क्या दामी फुलफुली चाहिँ मस्त होइन। त्यसपछि यहाँ सट्टै राउन्ड हानेछ केले ट्याक्कै हेर्नु त्यहाँदेखि हेर्नु भएको त्योदेखि सर्लक्क यहाँ सट्टा होइन। त्यसपछि हामी अझै माथि जाँदैछौँ हुनलाई हामी स्टिप चढेर। सिटी हो गाइज है सक्नुहुन्छ यो सिटी वर्कियुको सिटी वर्कियुको सिटी गाइज है। हामी चाहिँ अहिले पार्क थियौँ मजाले घुम्यौँ। कोरोना पार्किङ चाहिँ पार्क चाहिँ राम्रो लाग्यो हामीलाई होइन। यहाँ अब हामी यहाँ जाँदैछ। वरिकोमा आउनु भयो भने तपाईँ वाइफाई फ्री हो गाइज। वाइफाई फ्री हो। तपाईँले अनलिमिटेड मजाले मस्त डाटा छैन भने पनि तपाईँले मजाले चलाउन सक्नुहुन्छ। फ्री वाइफाई हो। त्यो चाहिँ म्युनिसिपालिटी अफिस वरिक्युको। हामी यहाँ सोसल अफिसतिर फिनान्स अफिसतिर जाँदैछौँ। यो चाहिँ हुन्छ यो यस्तो मजा आएको छ यो चट्ट लगाएर। यति मलाई मन परेको चाहिँ बाटोको साइडमा हेर्नु न है। त्यो बाटो साइडमा दुईतिर गाडी पार्किङ गर्ने एरिया होइन चट्ट लगाएर। त्यसको साइडमा चाहिँ रुखहरू छ कि कस्तो मजा कम त बवाल देखिन्छ त। आउने भने तपाईँ पनि आउनुहोस् है घुम्नलाई वरिक्यु राम्रो छ। तपाईँहरू कतिजना प्रायः मान्छेहरू आउनुभएको होला वरिक्यु घुम्न होइन। अब वरिक्युमा आयो भने सोसल अफिस फिनान्स अफिसमै काम गरेर जानुभयो होला। तर पछाडितिर वरिक्युमा कस्तो छ त घुम्ने ठाउँ छ कि छैन यसो फोटो खिचौँ भनेर तपाईँलाई थाहा छैन होला। मैले भिडियोमा देखाइसकेको छु। वरिक्युमा राम्रो छ घुम्ने ठाउँ। यो म्युनिसिपालिटी अफिसदेखि पछाडि साइडतिर जानुभयो भने तपाईँले घुम्ने ठाउँ पाउनुहुन्छ। राम्रो छ दामी छ। मेरो भिडियो हेर्नु होला र वरिक्यु जति साथीभाइ आउनुहुन्छ उहाँहरू आएको बेला एकचोटि वरिक्यु भिजिट गर्नु होला। राम्रो छ वाइफाई पनि फ्री छ। सोसल फिनान्स काम पनि राम्रो हुन्छ चाँडो हुन्छ। अरू ठाउँ जस्तो अलिक घटबड हुँदैन। यो चाहिँ सोसल अफिस हो गाइज है। सोसल अफिस हो। यसको ठ्याक्कै साइडमा हामी अहिले हेरेर सामने यो सोसल अफिस। यसको ठ्याक्कै साइडमा चाहिँ यता फिनान्स अफिस। यो बिल्डिङमा चाहिँ फिनान्स अफिस हो। अब हामीले चाँडै आएको बिहान चाहिँ म अलिक चाँडो आउँदा किन हतार थिएँ साथीभाइहरूलाई कतिजना के कन्फ्युज काम हुन्छ भनेर देखिसकेको लाउनु परेको थिएँ। यता वरिक्यु आउँछ हुन्छ धेरै छैन नजिकै छ। अल्मोगराबाट तपाईँहरू अल्मोगरा सानचुनियाबाट वरिक्यु आउनु छ भनेपछि त्यही 80-90 किलो 60-65 किलोमिटर होला वरिक्यु आउनलाई। यो सोसल अफिस हाम्रो यो फिनान्स अफिस होइन फिस्कल फिनान्स नम्बर अफिस। अनि मैले चाहिँ मेरो गाडी यहाँनिर पार्किङ गरेको छु। त्यो बाटो पार्किङ गर्ने सुविधा राम्रो छ। चाँडै आउनु भनेपछि यहाँनिर चाहिँ विकास दाइ गाडी पार्किङ छ।